नमस्कार सम्पूर्ण काठमाडौँ क्षेत्र नम्बर 1 मा रहनुभएका आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा काठमाडौँ क्षेत्र नम्बर 1 भित्र पर्ने वडा 10 नम्बर 11 31 र 29 नम्बर वडामा रहनुहुने सम्पूर्ण सहकारी बचतकर्ता पीडित लगायत सम्पूर्ण देशलाई माया गर्ने भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्नुपर्छ भन्ने र साँच्चीकै देशको अर्थव्यवस्था बदल्नका लागि अहिलेको समस्या समाधान गर्नका लागि देश एफएटीएफ को ग्रे लिस्टमा सेकेन्ड टाइम पुगिसकेको छ। यसलाई उन्मुक्ति दिलाउनका लागि मेरो उम्मेदवारी हो र सम्पूर्ण बचतकर्तालाई जीवित बनाउन, जो आत्महत्या गर्न बाध्य भएका छन् उहाँहरूलाई जीवित गर्नका लागि मेरो उम्मेदवारी। अब नागरिकले हल्लामा होइन सल्लाहमा गएर साँच्चीकै काठमाडौँ क्षेत्र नम्बर 1 मा निस्वार्थ निष्पक्ष ढङ्गबाट 12 वर्षदेखि जनताको हितमा लड्दै आएको उम्मेदवारलाई मत दिने कि या अहिले हल्लाको भरमा लाग्ने भन्ने कुरा यहाँहरूले बुझेर पक्कै पनि मेरा विगतका सङ्घर्ष, मेरा लडाई मेरा होइन जनताको लडाई हो। त्यसैले यहाँहरूले मेरो लडाई नबुझिकन जनताको लडाई बुझेर समग्र नागरिकको देशको हितका लागि भएको लडाई बुझेर यहाँहरूले पक्कै पनि मत दिनुहुनेछ भन्ने आशा गर्दै हामी घर दैलो कार्यक्रममा हिँडेका छौँ। यहाँ चाहिँ सबैजनाले साथ दिनुभएको छ। सबै सहकारी बचतकर्ता पीडित यहाँ कुनै मासु भातमा आएको होइन। यहाँ आफैले चिया बोकेर इडलीमा चिया बोकेर हामी यहाँ हिँडेका छौँ। सबैलाई म आग्रह गर्न चाहन्छु कि तपाईहरुको मत हाम्रा लागि। धन्यवाद।